हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ हाम्रो कोठामै विशेष दिन पनि रहेको छ। आज चाहिँ यसको बर्थडे हो। यसको बर्थडे सेलिब्रेसनमा हामी हाम्रो केटाहरू भनौँ या दाइहरू हाम्रो दाइहरूको जमर्गोमा भेला भएर आजको बर्थडे सेलिब्रेसन कार्यक्रम सम्पन्न गर्ने जमर्गोमा भेला भइसकेका छौँ। हाम्रो खानापिना चाहिँ हाम्रो बन्दैछ। सबै कुराहरू हामी देखाउँछु नै। हेर्नु होला अन्तिमसम्मलाई। आज बर्थडे कार्यक्रम विशेष भव्य सभ्य हाम्रो प्रयास भइरहेको छ। हेर्नु होला। अनि हाम्रो मासु कता छ? मासु चिकन 600 को त्यही हो। खाइपी प्रोग्राम रहेको छ। अरू केक सेक त हाम्रो त्यस्तो स्पेशल त्यति धेरै छैन। तैपनि विशेष दिन भएकाले बर्थडे बोय देखो बोल्न के 1 सेकेन्ड ह्यापी बर्थडे। थ्याङ्क यू माई बिग ब्रदर। यति हुनु पर्यो त। ल त्यही हो। हामी चाहिँ अब बनाउने जमर्गमा गइराखेका छौँ। जोलु सर न्यू सो हाम्रो खानाहरू बन्न तयार हुन गइसकेको छ। हेर्न सक्नुहुन्छ। यता यो भइसक्यो दाल, त्यसपछि दाल यता भइसक्यो। अनि यो मासु, अनि यो भात। त्यही हो। यो लुत्त वाह कोरियन मसला। अनि अर्को के ल्याएको छ? चिकन मसला। यिनीहरू सबै रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। अनि यता दाल रहेको छ। हामी खाना लगाइसक्यौँ फाइनली। त्यही हो। अब हामी बर्थडेको पार्टी सार्टी खान गइरहेका छौँ। हेर्न सक्नुहुन्छ। हाम्रो स्प्राइटदेखि लिएर सबै रेडी भइसक्यो। अब हाम्रो खानापिना भइसक्यो। अब खाना लागिरहेका छौँ। ल हुन्छ, आजको भ्लग यहीँसम्म। अब खाएको पनि के देखाउनु। फेरि अर्को भ्लगमा भेटौँला नेक्स्ट भ्लगमा। आजको लागि यति नै। सम्पूर्णलाई अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी यस्तै भिडियोहरू नेक्स्ट भिडियोहरू तपाईँको सामु नोटिफिकेसनद्वारा आउनेछ। हुन्छ, आजलाई यति नै। तपाईँलाई बाई बाई।